आफूलाई पृथ्वीको सबैभन्दा बुद्धिमानी प्राणी भन्ने मानिस नै कहिलेकाहीँ सबैभन्दा निर्दय बन्न पुग्छ। बोल्न नसक्ने जीवनको मौनतालाई कमजोर ठानिन्छ। उनीहरूको थकान देखिँदैन, आँसु सुनिँदैन, पीडा महसुस गरिँदैन। स्वार्थ पूरा गर्न उनीहरूलाई आफ्नो क्षमताभन्दा धेरै बोझ बोकाइन्छ, कुटिन्छ, लछारिन्छ अनि त्यसलाई सामान्य व्यवहार मानिन्छ। यो घोडा हिलोमा मात्र फसेको छैन। हाम्रो मानवता, हाम्रो करुणा र हाम्रो विवेक पनि त्यही हिलोमा गाडिएको छ। याद राखौँ, जनावरहरू हाम्रो सेवाका लागि बनेका निर्जीव मेसिन होइनन्। उनीहरू पनि भोक, तिर्खा, थकान, डर र पीडा महसुस गर्ने जीव हुन्। उनीहरूको मौनता सहमति होइन, असहायता हो। कुनै समाजको सभ्यता उसको अग्ला भवनले होइन, निर्बल र बोल्न नसक्ने जीवप्रति देखाउने व्यवहारले मापन हुन्छ। आउनुहोस्, आजबाट एउटा प्रण गरौँ। आफ्नो स्वार्थभन्दा माथि उठेर दया रोजौँ, क्रूरताभन्दा माथि उठेर करुणा रोजौँ। किनकि दया भाव नै मानिसलाई साँच्चीकै मानिस बनाउने सबैभन्दा ठुलो गुण हो। धन्यवाद।